बिल्कुलै सरकारले एउटा नयाँ मन्त्रालय गठन गरेको छ र त्यो हो गाली मन्त्रालय र गाली मन्त्री हुन्। हामीलाई त रवि दाइले नबोल्नु भनेर मात्रै हो, हामीलाई त रवि दाइले नबोल्नु, अब भयो जे हुनु भयो नबोल्नु भनेर भएर, नत्र यिनको बालाई हेलिकप्टर चलाएर लगाएको हामीले नै हो। यिनीमा जस्तो अरूलाई गाली गर्ने क्षमता कसैसँग छैन। सरकारको विरोध गर्नै हुँदैन, यिनले त्यसलाई यसरी गाली गर्छन् कि यसरी गाली गर्छन् कि, र त्यो गाली गर्दा गर्दै त्यो आवेगमा आउँछन् होइन, रिसमा आउँछन्, अनि म को हो भन्ने कुरा बिर्सिन्छन्। र हामीलाई त रवि दाइले नबोल्नु, अब भयो जे हुनु भयो नबोल्नु भनेर भएर, नत्र यिनको बालाई हेलिकप्टर चलाएर लगाएको हामीले नै हो। यिनले त पोलै खोले जस्तो लागिरहेछ कि हेलिकप्टरबाट भाग्ने बनाएको त हामीले हो के आर्छौ भनेछन् नि। नत्र यिनको बालाई हेलिकप्टर चलाएर लगाएको हामीले नै हो। अब कुन दिन यिनी आवेशमा आएर चाहिँ ल सिंहदरबार जलाएको हामीले हो, संसद भवन जलाएको हामीले हो, के आर्छौ भनेर बोल्न बेर लाउँदैनन् होइन। त्यो रिस एकदम रिसाएको बेला नि मान्छेले चाहिँ झुटो बोल्दैन भन्छन् नि, त्यो हो कि कता कता जस्तो लागेको छ। र अब सँगसँगै खगेन्द्रजी, तपाईँलाई धेरैले मानेका छन् होइन, तपाईँ बौद्धिक पनि हुनुहुन्छ, तर यसरी तपाईँ चाहिँ यसरी खालि चाहिँ एकदम प्रतिपक्षले एउटा प्रस्ताव राखेको कुरो, प्रतिपक्षलाई चाहिँ चित्त नबुझ्न सक्छ सरकारको कुरो ठ्याक्कै जोड दिनुहुन्छ कहाँ? यत्रो वर्षसम्म के हेरेर बसेका थियो? अब यत्रो वर्षसम्म चाहिँ यिनीहरूले केही हेरेर बसेनन् भनेर अब उनीहरूले चाहिँ विरोध गर्न पनि नपाउने, चित्त नबुझेको कुरा राख्न पनि नपाउने, तपाईँ र धेरैले गाली गरिरहेको अराजक महेश बस्नेत भनेर चाहिँ जुन भन्छन् नि, हो आफै विचार गर्नुहोस् त, दुईटामा फरक के भयो? अब भन्नुहुन्छ फेरि यत्रो वर्ष तिनीहरूले के गरे, मैले राम्रोको लागि हो, राम्रोको लागि त जसले पनि भन्छ के। त्यस कारण अरूको कुरा सुन्नु पर्यो, आवेशमा एकदम आवेगमा आउनु भएन होइन, शान्त तरिकाले प्रस्तुति दिनु पर्यो भन्ने कुरा हो। बा संसदमै बोल्न खोज्याओ, बोल्न पाइन, हामीले भगाएको, हामीले गर्छौँ, के गर्छौ भनेर यसरी आउँदाखेरि चाहिँ तपाईँले अब तपाईँलाई क्षणिक रूपमा त तपाईँले ताली पाउनुहुन्छ, तर योभन्दा खतरनाक चिज चाहिँ केही पनि हुन सक्दैन। त्यसैले बेलैमा होस पुर्याउनुहोस्। रवि दाइले गर्दाखेरि यो नबोल भनेर नबोल्या भनेपछि, अब रवि दाइले बोल भनेपछि, रवि दाइले पिट भनेपछि, रवि दाइले जे भने त्यही मान्ने जस्तो त्यो पनि होइन। तपाईँ आफ्नो बौद्धिकता प्रयोग गर्नुहोस् न खगेन्द्रजी।